त्यहाँ चाहिँ हल्का त्यो पेट्रोल चुहिएको त्यो चाहिँ चेक गर्दैछौँ यो फार्मिङ गर्यो वाउ हाई एभ्रीवन नमस्ते म कृष्ण वेलकम टु आवर फर्स्ट भिडियो मसँग आज मेरो प्यारो भतिज छ हाई एभ्रीवन म चाहिँ हिमाल र तपाईँहरूलाई स्वागत छ हाम्रो फर्स्ट भिडियोमा र आज चाहिँ हामी दुईजना मिलेर चाहिँ यो बाइक बनाउन गइरहेको छौँ होप वी क्यान फिक्स इट यो बाइक चाहिँ 2008 मोडल 600cc को होन्डा हर्नेट अनफर्चुनेटली यो बाइक चाहिँ नन रनर हो हैन यो बाइकमा चाहिँ एउटा इस्यु छ आई थिङ्क यो चाहिँ कस्तो हुन्छ भने जब कि अन गरिसकेपछि यसले प्राइमिङ गर्नुपर्ने हो हैन लाइक एज यु क्यान सी यस्तो गरिसकेपछि एउटा यो प्राइमिङ साउन्ड आउनुपर्ने हो यसको साउन्ड आएको छैन आई थिङ्क मलाई चाहिँ झाँसा लाग्छ यसको फ्युल पम्प इस्यु हो मैले फ्युजहरू चाहिँ सबै चेक गरिसकेँ फ्युल लुक्स अल गुड हैन होपफुली यो मैले फ्युल पम्प रिप्लेस गरेर चाहिँ अन गर्न ट्राई गर्छु के हुन्छ लेट्स सी सेफ्टी फर्स्ट ग्लोभ लाउँ हैन ट्याङ्की झिकौँ होइन यताबाट चाहिँ निकाल्नु पर्ने हुन्छ निकाल्न लागिसकेका छौँ हैन त्यही भएर यो लेस चाहिँ अब यसमा यो दुई चारवटा नोट निकालिसकेपछि हामीले अब यो ट्याङ्की निकाल्न मिल्छ अनि त्यसपछि हेरौँला अब यो पम्पमा के आएको छ यसो यो मेकानिक काम भन्ने कुरा इट्स नट इजी के कहिले कहिले चाहिँ अनएक्सपेक्टेड ठाउँमा चाहिँ स्ट्रगल हुन्छ हैन लेट्स सी यो प्राइमिङ गर्छ गर्दैन यो हामीले ट्याङ्की चाहिँ हाफवे निकालिसक्यो होइन यसमा यो मेन यो फ्युल पम्पको वायरिङ चाहिँ यहाँ छ यसबाट हामीले यो नयाँ चाहिँ ट्राई गर्छौँ हालेर अनि यसले यहाँबाट हामीले पुरै खोल्नु पर्दैन यदि त्यो ठिक छ भने यो यहाँ जोइन गरेपछि यो यसले प्राइम गर्छ अनि थाहा हुन्छ कि हामीलाई यो बिग्रियो हो कि होइन भन्ने कुरा यो हामीले चाहिँ अहिले अब यो मेन यो फ्युल पम्पको स्विच यहाँबाट कनेक्ट हुन्छ हैन यो अब झिका छौँ अनि यो नयाँ हालेर ट्राई गर्छौँ स्टार्ट गर्न ट्राई गर्छौँ यसले प्राइम गर्छ गर्दैन फेरि यो फ्युलको हो अलिकति हामीले चाहिँ प्रिकसन चाहिँ अपनाउनु पर्ने हुन्छ कहिले कहिले त्यो त्यसमा बाँकी फ्युल छ भने फेरि यसले फोर्सली बाहिर युज गर्न सक्छ लेसी यो चाहिँ हामीले स्पेयर फ्युल पम्प किनेर लिएर आएको होपफुली यसले चाहिँ काम गर्छ लेसी है त यो म यहाँ ट्राई गर्छु यो यहाँ हालेर के हुन्छ राइट यसले चाहिँ प्राइम गर्छ गर्दैन मोमेन्ट अफ ट्रु यसो हेरौँ है त I'm so excited यसले चाहिँ काम गर्यो हैन के अरे साउन्ड सुनि हैन लेट्स सी ओके अब यसलाई चाहिँ हामी यो ट्याङ्कबाट निकालेर यसलाई चाहिँ रिप्लेस गर्न ट्राई गर्छौँ होपफुली छिटो नै हामीले यो बाइकको चाहिँ साउन्ड सुन्छौँ होला आइ एम प्रिटी एक्साइटेड ओके
ओके नेक्स्ट स्टेप भनेको चाहिँ अब हामीले यो ट्याङ्की निकाल्छौँ ओके अब हामी चाहिँ यो ट्याङ्की यो फ्युल पाइपहरू चाहिँ झिक्छौँ अनि त्यसपछि यो फुल झिकेर अनि यो रिप्लेस गर्न लगाइरहेको छु मलाई चाहिँ बाबुको हल्का हेल्प चाहिने भयो हल्का यो रिचार्ज भयो अब यो वायरिङहरू सबै छुटाइसकेको छौँ फ्युल पाइपहरू पनि छुटाइसकेको छौँ अब एउटा बोर्डले यहाँ चाहिँ होल्ड गरिरहेको छ अब हामी चाहिँ यसलाई चाहिँ यो बोर्ड निकालेर यो alright good oh my god यो धेरै राखेको भएर होला सबै यहाँ डस्टहरू कलेक्ट गरेछ यहाँ सबै यो क्लिनिङको आवश्यकता पनि छ जस्तो लाग्यो होइन यो धेरै समय स्टोर गरेको भएर यो यहाँ डस्टहरू कलेक्ट भएको छ होइन सबै पहिला यो चाहिँ यहाँ यो मैले यो क्लिनरले क्लिन गर्दाखेरि यसमा चाहिँ केही नसियोस् भन्ने तरिकाले मैले यसलाई चाहिँ सबै यो कति गरेको Alright, म यसलाई चाहिँ अब स्लाइडली यो क्लिन दिन्छु त्यसपछि हेर्नु भन्ने पनि यसलाई चाहिँ डिटेलमै क्लिन दिनुपर्ने हो होइन एकदम बेसी तत्काललाई जापानिज बाइक यति ड्युरेबल भन्छ कि अब तपाईँले चलाउनु भयो होला होइन मलाई थाहा छ अच्छा ल के भन्न कस्तो लागिरहेको I'm pretty excited नयाँ फ्युल पम्पले प्राइम चाहिँ गरेको छ लेट्स यो रिप्लेस गरेपछि स्टार्ट गर्छु जम्प गर्दैन चाहिँ एकदमै एक्साइटेड छु अलिकति हल्का यो क्लिन गरिदिउँ त्यसपछि म फ्युल ट्याङ्क त्यो फ्युल पम्पमा हालिहाल्छु अनि हल्का क्लिन गरेको अहिले चाहिँ अलिकति ठिक देखियो होइन हामी अब फ्युल पम्प रिप्लेस गर्नुतिर लाग्छौँ है त फ्युल ट्याङ्क चाहिँ हामीले निकालिसकेका छौँ होइन एक्सिडेन्टल लिक त हुँदैन अब हामीले चाहिँ भनेको यो पुरानो फ्युल पम्प रिप्लेस गर्ने त्यसमा चाहिँ 1 2 3 4 5 6 7 बोर्ड रहेछ 7 बोर्ड रहेछ बनाएदेखि नफलेको चिज होइन लुज गरौँ होइन सबै नटलाई र हामीले यो फ्युल पम्प चाहिँ निकाल्न लाग्यौँ तर हाम्रो मिस्टेक चाहिँ के भएछ नि यहाँ फ्युल अलिक धेरै नै रहेछ ट्याङ्कमा त्यही भएर अलिकति पहिला हामीले चाहिँ फ्युल चाहिँ एम्टी गर्नुपर्ने रहेछ मिस्टेक भयो अलिकति यसमा केही छैन हामीले यो झिक्न ट्राई गर्छौँ Alright.
फाइनली गाइस फ्युल पम्प निकालिदिउँ होइन। फ्युल चाहिँ धेरै रहेछ क्या, हामीले झिक्नु पर्ने रहेछ फ्युल पहिला। लेसन फर द नेक्स्ट टाइम होइन। आर यु एक्साइटेड? एकदम राइट। यो चाहिँ स्पेयर होला, नयाँ त के भन्ने, तर यो काम गर्ने कन्डिसनको चाहिँ छ। पेट्रोल लाइट छ गइरहेको जस्तो लाग्छ। यो चाहिँ उताबाट चुहेको भएर पुरानोवाला थियो। यो चाहिँ अब यो नयाँ रिप्लेस गरिसकेको छु। यो हामीले त्यहाँ फिट गरेर अन गर्न ट्राई गर्छौँ। होपफुली इट वर्क्स। हल्का फ्युल लिक भयो, यसलाई एकछिन टेम्पोररी यो ब्लक गरेर अनि यसमा चाहिँ हामीले यो एकछिन जोड्नु पर्ला भन्ने हो। होपफुली काम गर्छ। Alright, I'm pretty excited, ready to fit it. अब अलिकति यो ट्रेनिङ हाउस अलराइट, हामीले फ्युल पम्प पनि रिप्लेस गऱ्यौँ। अब हामी मोमेन्ट अफ ट्रुथ बाइक स्टार्ट गर्छु गर्दिनँ भन्ने कुरा अब चाहिँ फाइनल मोमेन्टमा आयो। I'm excited. Are you excited? एकदम Let's see है त। मलाई यो अस्तिबाट निन्द्रै लाग्दैन। भात नै खाछु। त्यो हो त एकदम स्किनी भइसकेको छ। यसलाई ठुलो बाइक र यो बाइकको गर्दाखेरि चाहिँ कुन चाहिँ सजिलो लाग्यो कुनवाला? होइन, यो नेकेड बाइकहरूमा काम गर्नु चाहिँ जस्ट लाइक फेयरिङ हुँदैन होइन, इजी एक्सेस हुन्छ, काम गर्नु चाहिँ सजिलै हुन्छ। तर अलरेडी हामी चाहिँ रेडी छौँ। हामी फायर अपरेट गरेर रेडी छौँ है त। रेडी बाबु? फ्युल पम्प रिप्लेस गऱ्यौँ होइन। ओके, हामी चाहिँ हामीले चाहिँ अहिलेसम्म यसको साउन्ड सुनेको पनि छैन होइन। पुरै एक्साइटेड। लेट्स सी है त के हुँदैछ। स्टप गरेर यो अहिले चाहिँ हाम्रो एउटा प्रब्लम आयो ब्याट्री डाउन। किनभने हामी यो लङ टाइमसम्म यो हामीले ट्राई गरेको भएर जसमा जम्प स्टार्ट जम्प हामी निचे है त हल्का चिसो यतिर अलिकति ठुलो भयो। जस्ट प्लस माइनस मात्रै छइदिए हुन्छ होइन। एक्साइटेड म रात चाहिँ कालोमा। अलराइट, भेरी जस्तै है त। र यो चाहिँ चेक गर्दैछौँ। यो फायरिङ गर्यो। वाउ, Yes, we did it. मगाएको कस्तो फिल भइरहेको? अमेजिङ, फर्स्ट टाइम। त्यहाँ चाहिँ हल्का त्यो पेट्रोल चुहिएको त्यो उस हो क्या उयो अहिले यो पानीहरू यसमा नि भएको हुन्छ होइन। हल्का यो उडिरहेको जस्तो छ तर यो पानी हो होइन। लेट्स ट्राई।
ल Amazing, amazing. Bike चाहिँ start भयो. एकदम खुसी लाग्छ. चेन हल्का लुज छ जस्तो छ नेक्स्ट टाइम यो सर्भिस गर्दाखेरि चाहिँ हामीले फुल डिटेल ट्रेनिङ गरेर अनि अब हामी यो नर्थ पोर्ट हालेर अनि अब टेस्ट ड्राइभ दिन्छ होइन फाइनली बाइक चाहिँ फिक्स भयो ओके स्टार्ट गरौँ इन्जिन स्मुथ यो मेरो चाहिँ पहिलो टेस्ट ड्राइभ लेट्स सी साउन्ड चाहिँ स्मुथ तर यसलाई लङ टर्म भयो सर्भिस नगरेको यसलाई सर्भिस चाहिँ गर्नुपर्ने हुन्छ This sounds very good. बाइक एकदम कम्फर्टेबल छ बाइक मन पर्यो मलाई थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेरिदिनु भयो यस्तै हजुरलाई यस्तै भिडियो मनपर्छ भने फलो एन्ड सब्सक्राइब मी सी यु इन नेक्स्ट भिडियो थ्याङ्क यू सो मच होप वी क्यान फिक्स इट दिस साउन्ड्स भेरी गुड